प्रधान न्यायाधीशको जुन यो नियुक्ति गरियो यो चाहिँ संविधानको लेटर एन्ड स्पिरिटको खिलाफमा छ। अहिलेसम्म नेपालको न्यायिक इतिहासमा कहिले पनि वरिष्ठतालाई कहिले पनि चाहिँ के छैन मिचिएको थिएन। मा जाग्नेहरू तिमीहरूलाई पार्टीको उस चाहिने होला होइन, पार्टीको उस के अरे न्यायाधीश चाहिने होला। तिमीहरू जस्तै पार्टीको न्यायाधीशले गर्दाखेरि देश आज यो हालतमा पुगेको। अझै पनि पार्टीको न्यायाधीश चाहियो, एउटा स्वतन्त्र न्यायाधीश बनायो बालन शाहले। अब तिनीहरूले विरोध गर्न लाग्यो। तिमीहरू जस्तो कालो कोटेले गर्दाखेरि आज यो देश यस्तो हालतमा पुगेको होइन। पार्टीको झोला बोकेको छ, पार्टीको गुणगान गाएको छ, पार्टीको मान्छेले बचाएको छ। एउटा स्वच्छ गर्नु पर्यो क्या त्यहाँ प्रधान न्यायाधीशले। हो त्यही जो भने जसले राम्रो काम गरिरहेको छ नि बालन शाहले त्यसैलाई नि ल्याएको हो क्या। तिमीहरू जस्तो पार्टीको झोला बोक्ने मान्छेले ल्याएको होइन क्या। तिमीहरूले अब धेरै भोग्नु काम छैन। तिमीहरू त पार्टीको झोला बोकेर पार्टीको हो क्या न्यायाधीश। अब जनताको न्यायाधीश तिमीहरूले नगरे नै हुन्छ फैसला। अब बालन शाहले ल्याएको उसले गर्छ क्या न्यायाधीशले। तिमीहरू जस्तो पार्टीको झोला बोकेर स्वतन्त्र हौँ भन्दै हिँड्छ होइन। देश हालत यस्तो भइसक्यो। अझै पनि तिमीहरू उफ्रिरहेछौ। उफ्र जति उफ्रिन्छ उफ्र, कति ज्याल उफ्रेलाऊ।